ललितपुर उद्योग वाणिज्य संघ थगुनी खुक्काको स्थापना दिवस हंगुदु प्रधानज्यूलाई पनि ड्यासमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण अध्यक्ष श्री सबिन श्रेष्ठज्यूलाई पनि ड्यासमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथि ललितपुर महानगरपालिका मेयर श्री बाबु महर्जनज्यूलाई पनि ड्यासमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। शनिबार संघीय अध्यक्ष मनोज बहादुर न्याछोया नयसेजुको स्थापना दिवस या ज्याचोया उलेज्या सभामुख देवराज घिमिरे यानादिको खा ज्याचोले सभामुख देवराज घिमिरे तच्चोको ब्याज दर कारण व्यवसाय त्यसमा फेमागो समस्या अध्ययात थम सहजीकरणीय भूमिका मितेको थाहा जिल्लाका उद्योगी व्यवसायीको छाता संघ संस्था ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसको आजको दिनले आगामी दिनलाई कसरी पूर्णता दिएर जान सकिन्छ भनेर म यसको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। स्थापना दिवसका अवसरमा उद्यमी व्यवसायीहरू बीचमा हुने औपचारिक अनौपचारिक भेटघाट र छलफलहरू अन्तर्क्रिया परामर्शहरू नेपाली उद्यमी व्यवसायीका लागि आफ्ना व्यावसायिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण मौका यसले दिएको छ र त्यसको थोरै मैले पनि फाइदा लिएको म ठान्दछु। स्थापना दिवसको यस अवसरमा विभिन्न विधाबाट यहाँहरू पुरस्कृत हुनुभएको छ। खास गरी यो स्थापना दिवस पारेर जसरी सम्मान गर्ने कामहरू गर्यो त्यो एउटा उदाहरणीय हो भन्ने मलाई लाग्दछ। ज्याजोले प्रतिनिधि सभा सांसद प्रेम महर्जन, प्रदेश सभा सांसद रामकृष्ण चित्रकार, नेपाल उद्योग वाणिज्य महासंघीय उपाध्यक्ष दिनेश श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघीय पूर्व अध्यक्ष शैलेन्द्रलाल प्रधान लगायत ललितपुर उद्योग वाणिज्य संघीय भिन्तुना देछाना दिएको खा नेपालको एउटा अर्थव्यवस्था राम्रोसँग अगाडि बढ्न सक्छ र नेपालको अर्थव्यवस्थामा निजी क्षेत्र, सहकारी क्षेत्र र सरकारी क्षेत्र यी सबै कुराहरूलाई हामीले चाहिँ अगाडि बढाउनु पर्ने अवस्थामा जुन खालको एउटा समस्याहरू छन् ती समस्याहरूमा हामीले सम्बोधन गर्दै अगाडि बढ्नै पर्छ र मूलतः ललितपुर उद्योग वाणिज्य संघले जुन खालको बेला बेलामा मेला उत्सवहरू चलाइरहेका छन् र महोत्सवहरू गरिरहेका छन् ती महोत्सवहरूमा हाम्रा उत्पादनका सामग्रीहरूको जुन खालको एउटा बजार व्यवस्थाको निमित्त हामीले गर्नुपर्ने भूमिकाहरूमा र अगाडि बढ्ने कुराहरूमा हामीले व्यवस्थित ढङ्गले अगाडि बढ्नै पर्छ र यस्ता स्थानीय उत्पादनलाई हामीले प्राथमिकता दिएर जानै पर्छ। बैंकहरूले नाजायज ढङ्गले हत्सुवाको भरमा अध्ययन बिना बजारमा पैसाको माग बढी छ, ऋणको माग बढी छ भन्ने एउटै मात्र आधारमा टेकेर चर्को ब्याज दर जसरी लगाइरहेको छ त्यसले व्यवसायको व्यवसाय अगाडि बढ्न सकिरहेको छैन, उद्योगीहरूको उद्योगलाई राम्रोसँग सञ्चालन गर्न सकिरहेको छैन। यो गलत रह्यो, यहाँ अविलम्ब फिर्ता लिन जरुरी छ। नेपाल सरकार, प्रदेश सरकार र संसदमा पनि हामी यो विषयमा ध्यान आकर्षण गराउन चाहन्छौँ। प्रदेशमा पनि हामीले यो कुरालाई सशक्त रूपमा उठाउनेछौँ। हामीले व्यवसायलाई उद्योगलाई सञ्चालन गर्ने त्यो अवस्था हामीले निर्माण गर्ने हो भने अहिलेको अवस्थामा अहिलेको क्षेत्रमा यो सबभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने कुरा मलाई लाग्छ। त्यति बेला जुन समयमा तपाईहरु सङ्घ स्थापना गर्नुभयो त्यति बेला सङ्घ स्थापना गर्नु भने त्यति सजिलो अवस्था थिएन त्यतिको राजनीतिक परिस्थितिले गर्दा। तर 46 सालपछिको आन्दोलनपछि सङ्घ संस्था स्थापना गर्नु सजिलै भएको थियो। त्यति बेला 7 जना मानिस बसेपछि संस्था स्थापना गर्न सकिन्थ्यो। तर संस्था स्थापना भइसकेपछि त्यसलाई निरन्तरता दिनु सबभन्दा ठुलो कठिन कार्य हो। आज त्यो कठिन परिस्थितिको समयमा संस्था स्थापना गरेर आज 56 वर्षसम्म यो संस्थाले अविरल रूपमा यसरी विकास गरेर आफ्नो उद्देश्यको लागि, आफ्नो उद्देश्य पनि आर्थिक क्षेत्रको यो ललितपुर जिल्लाभरिकै उद्योगी व्यवसायीहरूको लागि काम गरेर हक हितको लागि मात्र हैन अन्य कामहरू समेत सामाजिक सेवाको कामहरू समेत तपाईले जुन गर्नुभएको छ त्यसको लागि म उच्च प्रशंसा गर्दै यहाँहरू सबैलाई बधाई दिन चाहन्छु। यो संस्थामा मात्रै हैन उहाँले नेपालको सम्पूर्ण निजी क्षेत्रको नेतृत्वदायी भूमिका खेल्नु भएको थियो भने यसरी नै उहाँले पनि नेपाल सरकारको उच्च तह एउटा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गरिकन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेर मन्त्री भएर काम गरिसक्नु भएको छ। यसरी नै विभिन्न तह स्थानहरूमा यो उद्योग वाणिज्य सङ्घको नेतृत्व ग्रहण गर्नुहुने नेतृत्वको
भूमिका निभाउनु हुने पूर्व अध्यक्षज्यूहरूले विभिन्न स्थानहरूमा चाहिँ आफूले योगदान पुर्याइरहेको कुरा आजको यस समारोहमा मैले निवेदन गर्न पाउँदा मलाई खुसीको अनुभव भइरहेछ। ज्याझोले ललितपुर उद्योग वाणिज्य सङ्घ अध्यक्ष मनोज बहादुर न्याछ्यो, वरिष्ठ नोकु विश्वराज पत्राचार्य व महासचिव रूपकमान महर्जन संघीय गतिविधिबारे जानकारी दिएको छ। पूर्व मन्त्री एवं यस सङ्घका पूर्व अध्यक्षज्यूहरू, बागमती प्रदेशका माननीय संसदज्यूहरू, ललितपुर उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरू र एवं कार्यकारिणी सदस्यज्यूहरू, जिल्ला प्रशासन कार्यबाट आउनुभएका प्रमुखज्यूहरू, व्यापार तथा निकासी प्रबन्धन केन्द्रका निर्देशक श्री शरण विक्रम राणाज्यू, हाम्रो निमन्त्रणलाई स्वीकार गरी पाल्नुभएका प्रमुख अतिथि सम्माननीय सभामुख श्री देवराज घिमिरेज्यू, विशिष्ट अतिथिज्यू लगायत यहाँ उपस्थित सम्पूर्ण अतिथिज्यूलाई हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहन्छु। ललितपुर जिल्ला दुनिया व्यापारी समुदाय साझा हित संरक्षण व प्रवर्धन लागि ललितपुर उद्योग वाणिज्य सङ्घ 2023 साल चैत 4 गते स्थापना भएको छ।